सबैजनालाई नमस्ते। आजको हाम्रो सोलोमा चाहिँ हामी मनको कुरा भन्ने गीतको चाहिँ सोलो कसरी बजाउने भनेर हामी सिक्नेछौँ। अनि तपाईँले चाहिँ राम्ररी सिक्नुभयो भने मलाई चाहिँ लाग्छ सबैभन्दा सजिलो चाहिँ यही लाग्छ सोलो खेल्न। एकचोटि सुन्नु होला है। सोलो चाहिँ यति नै रहेको छ हाम्रो हैन। अब यसलाई चाहिँ कसरी बजाउने भन्दाखेरि फिफ्थ फ्रेटमा क्या बोलायो, गिटार स्ट्यान्डर्ड ट्युनिङमै थियो। फिफ्थ फ्रेटमा क्या बोलायो, म चाहिँ यसलाई फर्स्ट फ्रेट, सेकेन्ड, थर्ड, फोर्थ भनेर भन्छु। अनि फर्स्ट, सेकेन्ड, थर्ड मात्रै चाहिन्छ तर यसमा। सुरुमा चाहिँ के गर्ने भन्दाखेरि सी बजाउने, सीको बिच कमला हटाइदिँदा हुन्छ। 5 र 2 तान्ने सबै, 5 र 2 तानिसकेपछि थर्ड तान्ने, 5 र 2 सँगै तान्ने अनि थर्ड म्युट हान्ने है। अमला चेन्ज गर्ने, अमला चाहिँ कहाँ राख्ने भन्दाखेरि सेकेन्ड फ्रेटको फिफ्थ स्ट्रिङ र थर्ड फ्रेटको सेकेन्ड लास्ट स्ट्रिङ, सेकेन्ड स्ट्रिङ यसरी चेन्ज गर्ने। यसमा अनि 5 र 2 सँगै तान्ने अनि थर्ड तान्ने, यति गर्ने। अब चाहिँ के गर्ने भन्दाखेरि सेकेन्ड फ्रेटको फोर्थ स्ट्रिङमा र थर्ड फ्रेटको लास्ट स्ट्रिङ समात्ने अनि त्यतिखेर चाहिँ यता अमला राख्ने। अब चाहिँ यता चाहिँ सेकेन्डमा तान्ने, फोर्थ र लास्ट चाहिँ सँगै तान्ने अनि सेकेन्डमा चाहिँ यहाँ अमला राख्ने, यसो गर्ने। यस्तो थियो सुरुमा हैन। अब एफ बजाउने, यहाँ चाहिँ एफ भनेको यस्तो हुन्छ, यहाँ सेकेन्ड स्ट्रिङ फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङमा अनि थर्ड फ्रेट सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ, थर्ड फ्रेटको फोर्थ स्ट्रिङमा यहाँ चाहिँ छोड्ने भन्ने। यो बिच कमला यतिकै हुन्छ हैन, छोड्ने यसलाई। कहाँदेखि तान्ने भन्दाखेरि फोर्थ स्ट्रिङदेखि मुनि यसरी। कसरी भन्दाखेरि एफ बजाइराख्ने रे, एफ बजायो हैन, एफ बजाउँदाखेरि अमला नराख्ने अहिले सँगै तान्ने फोर्थदेखि लास्टसम्म, फर्स्ट स्ट्रिङसम्म अनि फर्स्ट स्ट्रिङ सेकेन्ड थर्ड फर्स्ट सेकेन्ड थर्ड यही गर्ने। अनि फेरि यसो हामी हेर्नेछौँ। यो चाहिँ हामीले लास्टमा चाहिँ मैले भनेअनुसार यो चाहिँ यसरी गर्ने है। अब यसलाई चाहिँ सुरुमा चाहिँ मैले अघि भनिहालेँ, यस्तो गर्दाखेरि चाहिँ कता एकचोटि मात्र गर्ने रहेछ है, फर्स्ट सेकेन्ड थर्ड गर्ने हैन। अनि त्यसपछि चाहिँ अब हामीले सी बजाउने, फेरि सुरु एकै बज्यो। अब यसमा एउटा डिफ्रेन्स छ, यसमा चाहिँ अब डाइरेक्ट एफ लाने, यो नतान्ने क्या, यो नतान्ने डाइरेक्ट यहाँ लाने। यसमा चाहिँ अब तीनचोटि दुईचोटि गर्ने, एक दुईचोटि भयो। अब चाहिँ यसलाई फेरि हामी सुरु बिस्तारै हेर्नेछौँ। भयो यसलाई। अब यसलाई चाहिँ हामी नर्मल स्पिडमा टेम्पोमा हेर्नेछौँ। गीत चाहिँ अब अर्को भिडियोमा आउनेछ। सोलो लेसन चाहिँ आजको लागि यति नै हुन्छ। फेरि पनि सबैजना नमस्ते। यो गीत प्र्याक्टिस गर्नु होला है।